नमस्ते, म उत्तम। तपाईँको आफ्नो युट्युब च्यानलमा स्वागत छ। आजदेखि हामीले एसएसडब्ल्यू बिल्डिङ क्लिनिङको पिडिएफ बुक पढ्न सुरु गर्दैछौँ। नेपाली भाषामा यो सामग्री पाउन गाह्रो भएकोले धेरै विद्यार्थीहरूलाई पढ्न समस्या भएको महसुस भयो। त्यसैले म यसलाई च्याप्टर वाइज व्याख्या गर्नेछु र आवश्यक मिनिङहरू पनि राखिदिनेछु। भिडियोलाई लाइक, च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। यो चित्रमा दुईजना केटा र केटी देखाइएको छ। एउटा केटाको नाम चाहिँ केही सानो हो भने अर्को केटीको नाम चाहिँ माई सानो। यहाँ केटा चाहिँ सेन्पाई हुन्छ, केटी चाहिँ कवाई हुन्छ। यिनीहरू दुईजनाको क्रियाकलाप यानि कि वार्तालाप भनौँ न, खाइवाले चाहिँ हामीले बिल्डिङ क्लिनिङ कसरी गर्ने, कस्तो सामग्रीहरू युज हुन्छ भन्ने कुराहरू चाहिँ यिनीहरूको खाइवा अनुसार चाहिँ हामीले बुझ्दै जान्छौँ। यो इन्टायर पिडिएफ किताबमा चाहिँ यिनीहरू दुईजनाको कुराकानी नै छ र यही कुराकानीलाई चाहिँ हेरेर पढेर सुनेर चाहिँ हामीले बिल्डिङ क्लिनिङको चाहिँ तयारी गर्न सक्छौँ है त। यहाँनिर माथिपट्टि लेखिएको छ बिरु कुरिङ्गु तकुतेइ गिनौ हेउखा सिकेन गाकुस्यु। यो भनेको चाहिँ भवन सफाई विशेष सिप परीक्षा। त्यसपछि यता लेफ्ट साइडमा केटीले हात देखाउँदै बिरु कुरिङ्गु तकुतेइ गिनौ हेउखा सिकेन गाकुस्यु भनेको छ है त। त्यही अघि भनेको जस्तै भवन सफाई विशेष सिप परीक्षा भनेको छ। र अर्को यतापट्टि राइट साइडमा चाहिँ एउटा बिल्डिङ छ। त्यो बिल्डिङमा चाहिँ माथिपट्टि टपमा लेखिएको छ बिरु कुरिङ्गु खाइस्या। यो भनेको चाहिँ बिल्डिङ क्लिनिङ कम्पनी हो है त। त्यसपछि अब हामी सुरु गरौँ। क्यौ कारा हाचु स्युस्या ओसिगोतो गानबारुजो। आजबाट कम्पनीमा मेरो पहिलो दिन, मेहनत गरेर काम गर्नेछु भनेर। कोनिचिवा माइसान निहोनवा दौ। यहाँ चाहिँ केटाले केटीलाई भनिरहेछ। केटीको नाम चाहिँ माइसान हो भने केटाको नाम चाहिँ केइसान हो। केइसानले चाहिँ माइसानलाई भनिरहेछ जापान कस्तो छ भनेर भनिरहेछ, सोधिरहेछ उसले। माइसानले भनिरहेछ केइ सेन्पाई कोनिचिवा कोदोमोनो कुरो कारा मान्गा या आनिमेगा सुकिदे निहोन नि आगोरेते इतान्देश। भनेको चाहिँ कोदोमोनो कुरो कारा भनेको बच्चैदेखिबाट, आनिमेगा र मान्गा। आनिमे भनेको कार्टुन, मान्गा भनेको पनि कार्टुन जस्तै तर किताबमा चाहिँ छापिएको हुन्छ। कार्टुनको क्यारेक्टरहरू चाहिँ सुकिदे एकदम मनपर्ने भएकोले चाहिँ, निहोन नि आगोरेते इतान्देश जापानप्रति चाहिँ मेरो धेरै आकर्षण छ अथवा लगाव छ भनिरहेछ। तकुतेइ गिनौ हेउखा सिकेन नि गौखाको सिते उरेसी खात्ता देश। भनेको विशेष सिप मूल्याङ्कन परीक्षा पास भएर म खुसी भएँ। अब त्यसको लागि चाहिँ के गर्नु पर्दो रहेछ भनेदेखि तकुतेइ गिनौ हेउखा सिकेन गौखाको पहिला सुरु त विशेष सिप परीक्षा चाहिँ पास गर्नु पर्यो। अनि त्यसपछि तकुतेइ गिनौ भिजा स्युतो। त्यसपछि बल्ल तकुतेइ गिनौको चाहिँ भिजा चाहिँ प्राप्त हुन्छ। निहोन्नो ताते मोनोत्ते दोक्कोमो किरेइदे ओदोरोकी मासिता। इन्टोरान्सु भनेको चाहिँ इन्ट्रान्स भयो। कौक्यु सिसेचु भनेको यो पब्लिक भवन, पब्लिक बिल्डिङ भयो। तोइरे भनेको टोयलेट भयो। त्यहाँ माथिपट्टि लेखेको छ निहोन्नो ताते मोनोत्ते दोक्कोमो किरेइदे ओदोरोकी मासिता। भनेको जापानको चाहिँ भवनहरू चाहिँ जताततै सफा भएको देखेर चाहिँ अचम्मित परे। ओदोरोकी मासिता भनेको अचम्मित हुनु अथवा छक्क पर्नु भन्न खोजेको हो। वाकुसु नादो नो यौबौ साकु होदोको सुकोतो नियोत्ते तातेमोनो ओ नागामो चिसासेरु। भनेको चाहिँ वाकुसु। वाकुसु भनेको के हो भनेदेखि कुनै पनि बिल्डिङमा चाहिँ व्याक्स गर्ने भनिन्छ नि, व्याक्स एउटा एक प्रकारको त्यो केमिकल हुन्छ। यो किरा फट्याङ्ग्रा अथवा खाने धमिराहरू, लेउहरू यिनीहरूबाट चाहिँ बचाउनको लागि चाहिँ व्याक्स लगाइन्छ। व्याक्स आदिले चाहिँ यौ हौ साकु ओ होदोकोसु कोतो नियोत्ते तातेमोनो ओ नागामो चिसासेरु भनेको लामो समयसम्म चाहिँ त्यसलाई बचाइराख्छ भन्न खोजेको। अनि त्यसको तलपट्टि लेखेको छ गेन्जाइनो इजी। गेन्जाइनो इजी भनेको चाहिँ निर्माण सामग्रीको इजी भनेको छ। इजी भनेको चाहिँ के हो भनेदेखि कायम गर्नु भनेको अथवा संरक्षण गर्नु भन्न खोजेको। त्यसपछि अरू एउटा चित्र देखाएको छ, त्यसले चाहिँ त्यो बिल्डिङले चाहिँ किरा फट्याङ्ग्राहरूलाई चाहिँ टाढा भगाइरहेछ। माथिपट्टि हेरौँ के लेखिएको छ। बिरु कुरिङ्गु ओ सुरु कोतो दे गाइच्यु या बेउकिकारा हितो बितो हो मामोत्ते इरुन्दा। बिल्डिङ क्लिनिङ गरेर फोहोर र जखमबाट सुरक्षा गरिन्छ। यसको तल लेखेको छ आन्जेन छैनो इजी। इजी भनेको अघि नै हामीले पढिहाल्यौँ, कायम राख्नु हो। आन्जेन sei भनेको चाहिँ सुरक्षा, यानि कि सुरक्षाको कायम राख्नु भन्ने बुझिन्छ है त। वतासी ताचिवा सेइसौ ओ तोसिते हितोबितो गा खाइते किनी सेइखाचु देकिरु यौ गानबात्ते हिरुन्दा। हामीहरूले चाहिँ सरसफाइ कायम राखेर मानिसहरूलाई चाहिँ स्वस्थ जीवन बिताउनको लागि चाहिँ मेहनत गर्नुपर्छ भनिरहेछ। हाई मिन्ना ओ एगा ओ नि देकिरु यौ नि गानबारीमास। हो सबैलाई मुस्कुराउन सक्ने गरी मेहनत गर्नेछु।
अब चाहिँ हाम्रो पाठ सुरु हुन्छ। दाइ स्यौ बिरु कुरिङ्गो लेसन 1 बिल्डिङ क्लिनिङ। माथिपट्टि लेखिएको छ सिउकिन, सिउकेइ र ताइकिन्नो रुरु। यो भनेको चाहिँ सिउकिन भनेको काममा आउनु, क्युकेइ विश्राम यानि कि ब्रेक र ताइकिन्नो रुरु भनेको काम सकेर फर्किने नियमहरू। केइसान ओहायो गोजाइमास, माइसान चिकुकु दायो भनिरहेछ है। केइसानले चाहिँ गुड मर्निङ भनिरहेछ, माइसानले चाहिँ ढिला भयो भनेर कराइरहेछ। चित्रमा पनि हामीले देखिरहेछौँ। दाइजुबु देश्यो किनौनो साग्यौनी वा मानि आइमास मोन, आजको काममा चाहिँ ढिला भएको छैन नि भनेर भनिरहेछ है। केटाले भन्छ दामे दायो कि गाएमो मादादासी भनिरहेछ। कि गाएमो मादादासी, दामे दायो भनेको चाहिँ यो राम्रो होइन भनिरहेछ है। ऊ चाहिँ अलिकति ढिला भयो। ढिला भइसकेपछि पनि उसले चाहिँ के भन्छ, ठिकै त छ नि, काममा आउन पो ढिला भयो त, तर काम त सुरु गर्न ढिला भएको छैन नि भनिरहेछ उसले। अनि केटाले भन्छ दामे दायो कि गाएमो मादादासी भनिरहेछ, यो राम्रो होइन, लुगा पनि अझ फेरेको छैन भनिरहेछ। किनभने जापानमा काम गर्न आउँदाखेरि चाहिँ छुट्टै लुगा लाएर आउँछन् भनेदेखि काम गर्ने बेलामा, काम सुरु गर्ने बेलामा चाहिँ लुगा चेन्ज गर्नुपर्ने हुन्छ। त्यसैले चाहिँ केटाले के भनिरहेछ, कि गाएमो मादादासी भनिरहेछ, भनेको लुगा पनि अझै फेरेको छैन भनिरहेछ। चिकोकु वा केक्किन वा नागामाया ओक्याकु सामानी मेइवाकुओ खाकेरु नान्दा भनिरहेछ है। यो भनेको चाहिँ ढिला आउनु वा अनुपस्थिति हुनु चाहिँ साथीहरू र ग्राहकहरूलाई दुःख अथवा असुविधा दिन्छ भनिरहेछ। जेत्ताइ नि दामे दा कराने भनिरहेछ, बिल्कुलै पनि हुँदैन यस्तो कुरा चाहिँ अब आइन्दा बिल्कुलै पनि हुँदैन। इचिनिचिनो सिगोतोनो नागारे भनिरहेछ, एक दिनको कामको क्रम। सिउकिन भनेको काममा आउनु। अब एक दिनको कामको क्रम चाहिँ के हुन्छ त? सिउकिन भनेको काममा आउनु। मिटिङगु ज्युनबी, मिटिङको तयारी गर्ने दोस्रो नम्बरमा निबानमा। सानबानमा छ सेइसौ साग्यो, सफाइको काम। त्यसपछि अर्को छ साग्यो हौकोकु आतो खाता जुके भनेको, साग्यो हौकोकु आतो खाता जुके भनेको कामको रिपोर्ट र पछि सरसफाइ। अर्को छ ताइकिन, ताइकिन भनेको घर सकेर फर्कनु। अब चाहिँ हामीले यो यिनीहरूको बारेमा चाहिँ पढ्नुपर्ने हुन्छ है त। यहाँनिर माथिपट्टि छ सिउकिन, क्युकेइ, ताइकिन्नो रुरु। यो भनेको चाहिँ काममा आउनु, त्यसपछि ब्रेक लिनु, अनि त्यसपछि काम सकेर घर फर्किने नियमहरू। पहिलो नम्बरमा छ सिउकिन। सिउकिन भनेको काममा आउने है त। सुरुमा के भनिरहेछ, ओहायो गोजाइमास भनिरहेछ, गुड मर्निङ भनिरहेछ है। त्यस पछाडि यहाँनिर 3वटा पोइन्ट दिएको छ। त्यस पछाडि के गर्ने, काममा आइसकेपछि के गर्ने भनेर चाहिँ 3वटा पोइन्ट दिएको छ। काममा आउँदाखेरिको रुलहरू चाहिँ के छ है त। पहिला सुरु त अब ग्रिटिङ गरिरहेछ, ओहायो गोजाइमास भनिरहेछ। त्यसपछि 3वटा रुल्स छ। सिउस्या जिखानो मामोरु, काममा आउने समय पालना गर्नु। सिगोतोनो हाजिमे वा गेन्की ना आइसा चुकारा, कामको सुरुवात चाहिँ जहिले पनि उत्साहपूर्ण अभिवादनबाट गर्नुपर्छ। सावाया खाना किमोची दे सिगोतोनी खाखारो, ताजा अथवा सकारात्मक मनले चाहिँ काम सुरु गरौँ भनिरहेछ। त्यसपछि दोस्रोमा छ क्युकेइ। क्युकेइ भनेको विश्राम यानि कि ब्रेक टाइम। ब्रेक टाइममा चाहिँ अब के गर्नुपर्छ भन्ने विषयमा चाहिँ यहाँनिर लेखिएको छ। सादा मेरा रेता जिखानी सितेइनो बास्योदे यासुमु भनेको चाहिँ सादा मेरा रेता भनेको तोकिएको जिखान समयमा, सितेइनो बास्योदे यासुमु तोकिएको समयमा तोकिएको ठाउँमा विश्राम गर्नुपर्छ, जताततै गएर विश्राम गर्नु हुँदैन भनिरहेछ। दोस्रो नम्बरमा छ क्युकेइदे स्यौसिता च्याकिनो आतो खाताजुके ओ ओकोनाउ भनिरहेछ, विश्राममा प्रयोग गरिएको चिया भाँडाकुँडाको चाहिँ पछि सफा गर्ने भनिरहेछ। तेस्रो नम्बरमा छ क्युकेइनो आइदामो स्याइन्तो सिते कौदो सुरु, विश्रामको समयमा पनि कर्मचारीको रूपमा व्यवहार गर्नु भनिरहेछ। त्यसपछि हामी अर्को पोइन्टमा जान्छौँ, ताइकिन। ताइकिन भनेको चाहिँ अब घर फर्किने क्रम भनौँ न, काम सकेर घर जाने क्रम। अब काम सकेर घर जाने क्रममा चाहिँ जस्तै काममा आउँदाखेरि हामीले ओहायो गोजाइमास भनेको जस्तै कामबाट घर फर्किँदा चाहिँ के भन्नु पर्यो भनेदेखि ओचुखारे सामादेसिता भन्नु पर्यो है त। यो चाहिँ छुट्टिने बेलामा भनिन्छ। सिगोतोगा गानबारी यौ सिता कोतो ओ खाकुनिन्से भनेको काम पुरा भएको पुष्टि गरेर सेकिनिन्स्या नि हौकोकुसिते कारा ताइकिन सुरु। सेकिनिन्स्या भनेको जिम्मेवार व्यक्तिलाई चाहिँ हौकोकु भनेको रिपोर्ट गर्नु, हौकोकुसिते यानि कि रिपोर्ट गरेर
मात्र कामबाट फर्किनु भनिरहेछ। सेउ सीता सिकिजाइनो तेन्केन ओसी भनेको प्रयोग गरिएको उपकरणहरूको जाँच गर्नु। फुगु आइगा आरेबा सेकिनिन्स्याए खानाराजु हौकोकुसुरु प्रयोग गरिएको उपकरणको जाँच गर्नु। समस्या भएमा चाहिँ जिम्मेवार व्यक्तिलाई अवश्य जानकारी दिनु। हौकोकुसुरु भने जानकारी दिनु, अघि भने जस्तै। खानाराजु भनेको जसरी पनि जानकारी दिनु पर्यो। त्यसपछि ओचुखारे सामादेशिता नो हितोकोतो वासुरेनाई भनेको जहिले पनि कामबाट निस्किने, यानि कि काम अब पुरा भयो, अब घर जाने बेला भयो, ड्युटी सिद्धियो भनेदेखि कहिले पनि चाहिँ जापानमा चाहिँ ओचुखारे सामादेशिता भन्ने शब्द चाहिँ बिर्सिनु भएन। यो चाहिँ भन्नै पर्यो। बेउकी तौदे स्युकिन देखिनाइ तोकी खानाराजु रेनराकु या तोदोकेदे गा हिचियौ देश भनेको छ। बिरामी आदि कारणले चाहिँ काममा आउन नसक्दा अवश्य जानकारी दिन चाहिँ आवश्यक हुन्छ भनेको छ। अथवा सम्पर्क गर्नु, रेनराकु पनि भनेको छ, सम्पर्क गर्न। अथवा तोदोकेदे भनेको चाहिँ जानकारी, तोदोकेदे भनेको जानकारी दिन चाहिँ हिचियौ देश एकदमै हिचियो हुन्छ, आवश्यक हुन्छ। दोस्रो नम्बरमा छ मुदान्दे केक्किन। मुदान्दे केक्किन भनेको चाहिँ बिना जानकारी चाहिँ अनुपस्थित हुनु, नआउनु। चिकोकुओ सुरुतो भनेको ढिला हुनु। नागामा या ओक्याकु सामानी मेइवाकु ओ खाकेरु कोतोनी नारीमास भनेको चाहिँ बिना जानकारी उपस्थित हुनु वा ढिलो हुनु चाहिँ साथीहरू र ग्राहकलाई चाहिँ असुविधा हुन्छ। किनभने जानकारी दिनुपर्छ, त्यहाँनिर सबैको ड्युटी सेड्युल मिलाएर राखेको हुन्छ। त्यही भएर बिना जानकारी चाहिँ बस्यो भनेदेखि ग्राहकलाई असुविधा हुन्छ भन्ने कुरा गरिरहेको छ यहाँनिर। त्यसपछि अर्को छ ताइच्यु खानरी यासुकेज्यु नो खानरी ओ कोकोरोगा केयो। स्वास्थ्यको हेरचाह र समय तालिकाको व्यवस्थापनमा चाहिँ ध्यान दिउँ भनिरहेछ है। अब सोनोता, त्यो बाहेक चिउई जिको ध्यान दिनुपर्ने कुराहरू। किन्मु चिउ वा सिगोतोनो तामेनी सादामेरारेता भनेको कामको समयमा कामको लागि तोकिएको। बास्यो स्थान, मुदान्दे हानारे नाइ कोतो भनेको छ है। बिना अनुमति नछोड्नु भनेको छ, छोड्नु हुँदैन भनेको कामको समयमा कामको लागि तोकिएको ठाउँ बिना अनुमति छोड्नु हुँदैन। खाइसाकारा ताइयो सारेता युनिफुमु कुचु ताओरु सोनोतानो बुप्पिन वा हिगोरोकारा तेइरेओसिते भनेको कम्पनीबाट दिएको युनिफर्म, जुत्ता, टावल हैन अथवा अन्य कुराहरू चाहिँ नियमित हेरचाह गर्नुपर्छ। आतारासी मोनो तोकौ खान या ताइस्यौ सुरु तोकी वा सुबेते सोरोएते एन्नौ सुरु। यो भनेको चाहिँ नयाँसँग साट्दा आतारासी मोनो तो कोतो खान या ताइस्योकु भनेको चाहिँ नयाँसँग साट्दा वा काम छोड्दा चाहिँ सबै पुरा फिर्ता गर्नुपर्छ है, राख्न भएन। गेनबानो सागी वा सिजिनी सितागात्ते खानरी स्यौसुरु भनेको कार्यस्थलको चाबी निर्देशन अनुसार व्यवस्थापन र प्रयोग गरौँ भनेको छ स्यौसुरु है। जेत्ताइनी मोची खाएतारी फुन्सिचु सिनाइ यौनी चिउई सुरु कोतो भनेको छ। कहिले घर नलैजानु र नहराउनु भन्न खोजेको है। खाइस्या नो देनवा केही ताई देनवा कोप्पी सा नादो स्यौनी चुखावारे नाई भनेको छ। कम्पनीको फोन, मोबाइल हैन व्यक्तिगत कामको लागि चाहिँ प्रयोग गर्न हुँदैन भनेको छ। एसुएनु तौनी भनेको यस एसुएनु तौनी ग्युमुनी खाखावारु कोतो या मानानी हान्सुरु कोतो ओ किन्यु सिनाई कोतो। एसएनएस आदिमा कामसँग सम्बन्धित कुरा वा मर्यादित विपरीत कुरा नलेख्नु भनेको छ। चुकिन किताकुजिवा कौचु रुरु ओ मामोरी भनेको काममा आउँदा र घर फर्किँदा ट्राफिक नियम पालना गर्नु। त्यस पछाडि जिको नो नाइयौनी चिउई सुरु कोतो
जिको भनेको दुर्घटना, दुर्घटना नहोस्, जिको नाइ भनेको दुर्घटना नहोस् भनेर चाहिँ सावधानी अपनाउनु। अब पेज नम्बर 10 मा जाउँ। यहाँ चाहिँ माइसान चाहिँ ढोका खोलेर बाहिर आएको छ र त्यसै क्रममा उसले के भनिरहेछ भने कि गाएते किमा सीता भनिरहेछ। कि गाएते किमा सीता भनेको लुगा फेरेर आएँ भनिरहेछ। त्यसपछि माइसानले चाहिँ आँखा यत्रो यत्रो बनाएर चाहिँ के भनिरहेछ भने माइसान सोनो गाक्को वा नानी, माइसान सोनो खाक्को वा नानी भनेको चाहिँ त्यो लुगा के लगाएको त्यस्तो भनेर भनिरहेछ। त्यसपछि माइसानले हे खावाइ देसियो अलिकति लजालु स्वभावले चाहिँ राम्रो छ नि होइन भनेर भनिरहेछ। त्यसपछि माइसानले के भनिरहेछ भने युनिफर्म ओ किकुजुसिते दामे दायो भनेको युनिफर्मलाई चाहिँ बिगारेर लगाउनु हुँदैन। त्यसपछि त्यहाँ तलपट्टि खुट्टामा जुत्ता लगाएको खुट्टामा क्रस चिन्ह गरिरहेछ। त्यसमा के लेखेको छ भने खाखातो ओ फुमानाई, खाखातो फुमानाई भनेको जुत्ताको पछाडिको भागले चाहिँ खुट्टाले च्याप्नु हुँदैन। यानि कि जुत्ताको पछाडि जुत्ता खोलेर चाहिँ हामीले जुन खर्लक छिराउने गर्छौँ नि प्राय खुट्टा दुखी ओर्यो भनेदेखि हो त्यस्तो चाहिँ गर्नु हुँदैन भनिरहेछ। माथिपट्टि लेफ्ट साइडमा यो कानको मुन्द्राहरू देखाइरहेछ, त्यसमा क्रस गरेको छ। त्यसमा चाहिँ के भनिरहेछ भनेदेखि पियासु या युबी नादोनो आकुसेसारी वा जिको बौसी नो तामेनी हाजु सिते ओको। यो भनेको चाहिँ पियासु भनेको अब कुनै पनि कानमा छेडिएर लगाउने कुराहरू, चाहे त्यो मुन्द्रा हुनसक्छ होइन। अब केटी मान्छेले के लगाउँछ कान छेडेर लगाउने चिजहरूलाई चाहिँ पियासु भनिन्छ। अनि युबी वा नादो भनेको चाहिँ औँठी जस्तो खालको कुराहरू, औँलामा लगाउने कुराहरू, त्यो एक्सेसरिजहरूलाई चाहिँ लगाउनु हुँदैन भनिरहेछ। किन लगाउनु हुँदैन भन्दा त्यस्तो कुराहरू चाहिँ काम गर्ने बेलामा झर्ने होइन, काममा अल्झिने त्यस्तो हुने भएकोले चाहिँ त्यस्तो कुराहरू काम गर्दा, बिल्डिङ क्लिनिङ गर्दा अथवा कुनै पनि काम गर्दाखेरि चाहिँ त्यस्तो कुराहरू लगाउनु हुँदैन, खोलेर राखौँ भनेर भनिरहेछ। त्यसपछि त्यसको तलपट्टि छ युनिफर्म नो योगोरे या मिदासी नामिनी चिउई स्योने भनिरहेछ। यो भनेको चाहिँ युनिफर्मको मैलो फोहोर मैलोलाई चाहिँ सफा गर्नमा ध्यान दिउँ भनेर भनिरहेछ। त्यसपछि फेरि माइसानले भनिरहेछ केइसानले भनिरहेछ सेइकेचु खानो आरु फुकुसौ ओ कोकोरो गाके नाइ तो इके नाइ हो भनिरहेछ। यो भनेको चाहिँ सफा र स्वस्थ लुगा लगाउने कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ भनेर भनिरहेछ। यहाँनिर भनेको छ माइसान सेइसौनी मिचुचुनो सिउरुइगा आरुन्दा। यो भनेको चाहिँ सरसफाइ 3 प्रकारको हुन्छ भनेर भनिरहेछ। दोन्ना सिउरुई देशका कस्तो खालको प्रकार हो भनेर सोधिरहेछ। फुताचुमेवा निचिजेउ सेइसौ भनेको चाहिँ पहिलो भनेको दैनिक सरसफाइ हो भनिरहेछ। कोरेवा माइनिची ओकुनाउ सेइसौ दे, यो चाहिँ हरेक दिन गरिने सफाइ हो। यो इजी सुरु तामेनो सेइसौ नन्दा भनेको चाहिँ सफा अवस्थालाई कायम राख्नको लागि गरिने सफाइ हो भनेर भनिरहेछ। त्यसपछि हामीले यहाँनिर यता राइट साइडमा रातो अक्षरले लेखेको कुराहरू देखिरहेछौँ। त्यसमा के भनेको छ भनेदेखि निचिजेउ सेइसौ हिबिनो सेइसौ। अब निचिजेउ सेइसौ भनेको चाहिँ दैनिक सरसफाइ भयो, हिबिनो सेइसौ भनेको चाहिँ दिनहुँको सरसफाइ भयो। यो निचिजेउ सेइसौ र हिबिनो सेइसौ चाहिँ लगभग उस्तै उस्तै हो। यिनीहरूको चाहिँ अर्थ लगभग एउटै हुन्छ, तर निचिजेउ सेइसौको चाहिँ अलिक औपचारिक सुनिन्छ भने हिबिनो सेइसौ भनेको चाहिँ अलिक सामान्य बोलचालीको भाषामा बढी प्रयोग हुन्छ। यो चाहिँ फुताचुमेवा तेइकी सेइसौ कोरेवा तेइकी नि ओकुनाउ मोनोदे फुतान्जेउ क्यौ देखिनाइ यो गोरे हो तोरिनो जोकु सेइसौ दायो। यो भनेको चाहिँ समय समयमा गरिने सरसफाइ, यसको चाहिँ एउटा निश्चित समयमा गरिने सरसफाइ भनिन्छ यसलाई चाहिँ होइन, जसले चाहिँ सामान्यतया हटाउन सकिने फोहोरहरूलाई चाहिँ जनाउँछ यसले। तेइकी भन्ने यहाँनिर शब्द आछ। तेइकी भने समय समयमा, फुदान भनेको चाहिँ सामान्यतया,
त्यसपछि छ तेइकी सेइ सौ योगो रेनो ज्यौक्यो। योगो रेनो ज्यौक्यो भनेको चाहिँ फोहोर हटाउने। अनि गेन्जाइनो इजी अथवा वाक्कुसु भनेको चाहिँ भवन सामग्रीहरूको चाहिँ संरक्षण गर्ने अथवा व्याक्स लगाउने, कोटिङ गर्ने भन्ने बुझिन्छ। त्यसपछि माइसानले भनिरहेछ तेइकी सेइ सौ दे योगो रे ओ रिसेत्तो सिते निचिजेउ सेइ सौ दे किरेइ ओ नागामो चिसासेरु नो देस्ने भनेर भनिरहेछ। यो भनेको चाहिँ हामीले नियमित गर्ने सरसफाइले चाहिँ फोहोरलाई रिसेट गर्ने, पूर्ण रूपमा हटाउने भन्न खोजेको क्या। पूर्ण रूपमा हटाउने गर्छ। अनि त्यसपछि दैनिक सरसफाइले चाहिँ लामो समयसम्म टिकाइराख्छ होइन त भनेर भनिरहेछ। रिसेतो भनेको चाहिँ रिसेट गर्ने, फेरि चाहिँ बनाउने। अनि निचिजेउ सेइसौ भनेको चाहिँ दैनिक सरसफाइ, यो चाहिँ हरेक दिन गर्ने सरसफाइलाई चाहिँ निचिजेउ सेइसौ भनिन्छ। नागामो भनेको लामो समयसम्म टिकाइराख्ने, नागामो सासेरु भनेको लामो समयसम्म टिकाइराख्ने भन्ने बुझिन्छ। त्यसपछि हामी जान्छौँ 12 पेज नम्बर